ल जुम्सा त पुग्यो। अब हामी चाहिँ के गर्ने भनेर सोच्दा सोच्दै अनि भाइले र मैले अब के गर्ने भन्दा लोकल कुखुराको मासु भात दबाएर खानुपर्छ भनेर हामी प्लान गरेर एउटा कुखुरा सेलेक्ट गरियो। खानाको व्यवस्था गरिसकेपछि इन फ्युचर हामीलाई बस्नु पर्यो भने रुमहरू के कस्तो रहेछ भनेर यसो हेर्नको लागि हामी अवलोकन गर्न भित्र पसियो। अनि बस्नको लागि पनि राम्रो व्यवस्था रहेछ। 4 बेडरुम फ्यामिलीसँग आउनेको मान्छेको लागि अनि बाथरुम एसीहरू राम्रो रहेछ व्यवस्था। अब यति भइसकेपछि हामी सबैजना अब खोलामा नुहाउने भनेर नानी बाबुहरूसँग खोलातिर लागियो हल्का रमाइलो गर्नको लागि। अनि चिसो खोलाको पानी आनन्द लिँदै हामी हल्का रमाइलो गर्दै खोलाको बिचमा रमाइलोपछि अब हाम्रो खाजा खाने टाइम भएको छ। हामी इन्जोय गर्दै हल्का मजा आया। दिनभरिको खोलाको बसाएपछि अब हामी लाग्यौँ माथितिर खाना खानको लागि। डढेर अफ्रिकन जस्तो भयो दिनभरि घाममा। ल है गाइस, अब लगभग हाम्रो खानाहरू रेडी भइसकेको छ। त्योभन्दा अगाडि हल्का डान्स। गाइज खानासाना खाएर अब हामी चाहिँ फर्किने क्रममा साँझको 5 बजिसक्यो। अब हल्का बाटोमा गीत गाउँदै रमाउँदै अब हामी घर फर्किएको अवस्था। मजा आएगा ना भिड़ो। ल यसरी रमाइलो गर्दै आजको दिन हाम्रो यसरी नै बित्यो। अनि हामी ब्याक टु बुटोल। हजुरहरूलाई कस्तो लाग्छ भिडियोहरू लाइक सेयर गरिदिनु होला। हस् त धन्यवाद।